हेलो साथीहरू, के छ यार हालखबर यार? कसम धेरै दिनपछि सन्चो भएर आज खतरा निस्किएर खतरा हान्छु भन्ने प्लानमा थिएँ होइन गाइज। के भयो भने यस्तो भयो कि कुरो कस्तो भयो भने होइन। ए पैसा अब यहाँ के छ भने होइन, आज ओ माई गड यस्तो वाला पनि खेला परेछ यार। यो राजाको टाउ गरेको गाइजी, यस्तो वीरेन्द्र राजाको टाउ गरेको यसरी चला। अनि के भयो भने होइन, आज म दिउँसो निस्केँ होइन, 1 बजीतिर होइन। डिटेल कुरा सुन्नु है साथीहरू, डिटेल कुरा सुन्नु। फेरि 1 बजीतिर निस्केँ होइन। आन्दै गएँ मैले इनड्राइभमा कति हानेको छु भने 2000 कति हानेको छु होइन, 2000 समथिङ हानेको छु। अनि त्यसमा पठाउँ मैले कति हानेको छु भने 300 देखि 400 हानेको छु होइन पठाउमा। अनि 2100 टोटल 2200 यति छ हौ इनड्राइभमा। 2000 कति 12 बजेभन्दा पहिले छ। अनि त्यसपछि फेरि 12 बजे पछाडि छ। म त स्क्रिनसट पनि अहिले पछि हाल्छु होइन। अनि त्यसपछि के भयो भने आज एउटा साथीको एक्सिडेन्ट परेको थियो कि त्यहाँ बेड भयो होइन। साथीहरूले मलाई इनड्राइभ हान्छ यस्तो भन्न थाल्यो। केटाले हेब्यो क्या सोच है रे तेरी, मानना पड़ेगा। कसम ल। अनि आज माछालाई अब फेरि ह्याङ्गो हान्छु भनेर फेरि 6 ट्रिप हानेको छु 12 बजीपछि। 6 ट्रिपमा मैले कति भनेपछि 600 450 देखि 500 रुपियाँ देखाइरहेको छ। त्यसमा मैले अनलाइन पनि आएको छ पैसा। टोटल मेरो अनलाइन कति 1180 कति आएको छ होइन। अनि टोटल मेरो कति भयो भने होइन, अनि 1200 के अरे 2100 जति भएको त्यसमा इनड्राइभमा। अनि टोटल 2500 जति भएको 12 बजेभन्दा पहिलेको डाटा हेर्दाखेरि होइन। 12 बजेभन्दा पहिलेको डाटा होइन, टोटल 2500 जति भएको होइन। अनि त्यसमा मैले के गरेको छु भने 1500 को के अरे 1000 रुपियाँको पेट्रोल हालेको छु होइन। त्यसमा 1000 घटाऊँ 2500 मा पछाडि 12 बजे पछाडि पनि हानेको छु नि त। एउटा 100 रुपियाँको अफलाइन हाने। अनि 475 76 कति देखाइरहेछ। त्यसमा 475 मा अब गरौँ न 575 ल 75 रुपियाँ गरौँ न, अहिले हिसाब गरौँ ल 500 रुपियाँ ल। त्यसमा 500 रुपियाँ मैले 12 बजी पछि हानेको छु। 12 बजी पछि याङ्गो हान्न थालेपछि त्यही पैसै हुँदैन। टार्गेट कम्प्लिट गरेपछि मात्र आउने हो, नत्र आउँदैन क्या। त्यो याङ्गो मलाई झल्काउनु कारण त्यही हो क्या। दिएको टार्गेट पुरा गरिएन भने पैसै आउँदैन। के पैसै नभएको जस्तो फिल हुन्छ क्या। अनि होइन त्यसपछि अहिलेको 3 बज्यो है। 1180 1200 जति अनलाइन छ भने 1 2 3 4 500 12 5 1700 भयो। अनि 1027 ल मैले यति मात्र हो त यार। त्यसपछि मैले अघि खाजा खाएँ 160 को 160 प्लस 2 ठाउँमा त चिया पनि खाएको छु मैले। टोटल कति भयो 200 रुपियाँ ल। 200 रुपियाँको खाजा खर्च 200 रुपियाँ घटाइदिउँ एकछिन ल। 1000 रुपियाँ थियो, 200 रुपियाँ 1200 रुपियाँ खर्च भयो भने बाँकी यहाँ हुनु पर्यो होइन। 1 2 3 4 500 1 2 3 4 5 600 रुपियाँ। यो त अलिअलि मैसँग दियो जस्तो लाग्यो। 10 20 30 रुपियाँ 30 40 मैसँग दियो जस्तो लाग्यो। 600 रुपियाँ होइन, 600 रुपियाँ भयो नि यहाँ। अनि 600 रुपियाँमा 1200 रुपियाँ उसमा छ के अरे 1200 रुपियाँ मेरो अनलाइनमा छ। 1200 रुपियाँ अनलाइनमा भनेपछि तपाईँ कति भयो टोटल 1200 प्लस 600 रुपियाँ 1800 भयो। अनि 1200 रुपियाँ खर्च भयो। 3000 ल साला 3000 भएछ। तर यसको पछाडिको भाग चाहिँ जुन याङ्गो मैले आजबाट गर्छु भनेको छु नि, याङ्गोको कति छ भने तपाईँको 6 राइड मात्र हानेको छु। त्यसमा मैले 32 टायर बनाएर हानेको। राइड बजेको त हाने नि त यस्तो लामो बजेमा दिमाग खराब होला क्या। 10 किलोमिटरको रेन्ज 60 किलोमिटर कुदिसक्यो, 6 राइड मात्र हानेको छु। म असल दिमाग खराब भयो। अनि त्यही भएर घर आएको म। निन्द्रा त खासै लागेको थिएन होइन, हान्थेँ म हान्नु त, तर अनि लामो लाग्यो कि अनि त्यही भएर घर आएको। अनि त्यसपछि टोटल 3000 जति भएछ। त्यसमा 1200 रुपियाँ खर्च मानौँ।
अनि अरू बाँकी अब अनलाइन छ आदि 1200 यति अनलाइनमा छ 2 3 4 500 600 रुपियाँ छ 12 6 1800 भयो अनि 1200 खर्च 3000 जति भए यसको बाँकी तपाईँको एङ्गोको जति कमाइ हुन्छ नि भोलि म उठेर निस्किन्छु 6 टिममा तपाईँको 26 टिप हान्न बाँकी छ 32 टिपको टार्गेटमा 6 टिप हानिसकेँ अब मलाई 26 टिप हान्न बाँकी छ 26 टिपमा कति हुन्छ त्यसको पनि म फेरि अर्को नेक्स्ट पार्ट बनाएर आउँछु है त गाइज ल बाई बाई अब यसो फेसेस धुनु पऱ्यो यसो तातो पनि तताउनु पऱ्यो खानु पऱ्यो बाहिरबाट चिसोमा आइया हुन्छ तातो पनि सेतो पनि खानु पऱ्यो ट्याक्क अनि सुत्नुपर्छ अनि फेरि उठेर निस्किनुपर्छ ल बाई बाई टाटा